हेलो गाइस, नमस्कार फ्यापुलो है। र मेरो त काम यस्तो छ, यहाँ चाहिँ पानी हाल्नुपर्छ हो। यो त सफा गरेँ मैले। र यो चाहिँ नानीको भाँडा स्टरलाइजर गर्नुपर्ने हो। र यसलाई चाहिँ यसरी भाँडा राख्नुपर्छ, यसरी यस्तो गरेर मात्रै त्यसलाई दुध दिनु सक्छु हैन। र त्यसको खाना पनि यस्तो छ, हेर्नुहोस् न, यो बाहिरको फुड यस्तै खान्छ त्यसले बेसी जस्तो हो। तर अब सक्नु आँट्यो। र हेर्नुहोस् न, म्याडमले त मलाई भन्नुभएको थियो कि जान त्यो के भन्छ उयो के अरे स्टरलाइजर गर भनेर भनेको थियो नि त। यो चाहिँ बाहिरको हो नि त हो, यो चाहिँ लन्डनको हो, राम्रो हुँदो रहेछ। यो चाहिँ लाउँदाखेरि चाहिँ केही नहुँदो रहेछ। यहाँ त हेर्नु त अन्त स्टरलाइजर गर्दा त उयो पो भएछ, के अरे यो प्यारालाइज भएको जस्तो भएछ। हेर्नुहोस् त कस्तो देखिरहेछ, हेर्नु न हो। इन्डियाको सामान चाहिँ यस्तो हुन्छ है। र यो चाहिँ बाहिर लन्डनको। अन्त यस्तो गर्नुपर्छ। यसको खानाहरू सबै बाहिरबाटै ल्याएको छ हो। यो मुख साफ गर्ने पनि अलग्गै छ। अनि यो खाना त्यसको हो। र यो चाहिँ यसो गर्दाखेरि यसमा तातो पानी हाल्नुपर्छ कि 1 सेकेन्डमै ठन्डा भइहाल्छ। यसो गर्नुपर्छ हो। येल्लो रेड आउँछ। रेड चाहिँ एकदमै तातो हुन्छ हैन। यो जुन चाहिँ यो आयो नि ग्रिन आउँछ नि, ग्रिनै त भन्छ होला नि हैन। यसलाई यो गर्दाखेरि चाहिँ 1 सेकेन्ड मात्रै लाग्छ यो ठन्डा हुनु, गरम पानी चाहिँ। र गाइस, मेरो त यस्तै काम छ हो। खै अरू त अब के भन्नु। र मेरो यहाँनिर ब्ल्याक टी पनि छ। अब खानु आँटेको है। यिनीहरूले ब्ल्याक टी चाहिँ यस्तो घिनलाग्दो बनाउँछ कि बेसी कडा क्या। र यसरी तातो पानीमा हो राखेर अन्त यसो गर्नुपर्छ। यस्तो चाहिँ साथीभाइ मेरो चाहिँ काम अहिलेको चाहिँ। ल तपाईँलाई कस्तो लाग्छ, के लाग्छ है। थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा है। यो भ्लग चाहिँ मेरो नानीले चाहिँ नि यस्तो फ्रुट खान्छ बाहिरको हो। यस्तो चाहिँ खाना नखाएर चाहिँ यो खुवाउँदैछु अब त्यसलाई। बहिनी छ खाना पकाउने, कुकिङ एकदम मिठो बनाउँछ हो। यहाँ आइज यहाँ हेर्नु ल कस्तो मन पराउँछ यो कपडा त अब यसले। नानी यार, नानी नानी यार, ल ल ल यसको चाहिँ मस्लिन हेऱ्यो नि त यसको। म्यारन यहाँ हाम्रो आन्टीले त प्याज काट्नु हुँदैछ। आन्टी हाई। क्या है बकचोदी है, मेरे मत बनाओ काली पीली। ये काली है लड़की और दिल वाली है। दिल भी है उसका, वो प्यार टूट गया था ना कल, रो रही थी। थप्पड़ मारो, क्या बना फिर प्यार तो ऐसा होना है ना। फिर सुबह तो कल किया था, बेबी बोल रही थी ना। ए तू शादी कब करेंगे? तो हम शादी नहीं करेंगे। क्यों नहीं करेंगे बोलो एक बार। क्या यो चाहिँ वेलकम बेबी भनेर लेखिरहेको छ। यो नानीलाई त अब स्वागत गरेको यस्तो गर्दछ नि त भैयाहरूको चाहिँ। यहाँ त लुगाको कपडाहरू धेरै छ हो। आन्टीले चाहिँ लुगाको बिजनेसहरू गर्छ नि त। अनि यस्तोहरू जलपहरू लगाएर हो। ल एउटा देखाउँछु ल म तपाईँहरूलाई। हेर्नुहोस् न, यस्तोहरू लगाउँदो रहेछ क्या। पुरा बिक्री हुन्छ, कस्तो कस्तो महँगोमा बिक्री हुन्छ क्या यो लुगाहरू चाहिँ। त देख्नुभयो होला नि, यो सब हातको काम हो। गाइस, मैले चाहिँ यहाँनिर पानी हालेको छु हो नानीलाई। नानी यहाँ टच गर। हो बोल्यो। फेरि यसरी हल्लाउनु पर्छ होइन। नानी टच गर। येल्लो आयो होइन। फेरि नानी टच करो। टच। नानी टच। ये यसरी आयो भने चाहिँ पानी सेलिन्छ हो। मेरो बच्चा चाहिँ यहाँ छ है। यसले त के गर्छ पत्तै। साह्रो सामान छ यहाँ, लडाउँछ यसले पनि। यहाँ हाम्रो नानी जस्तो छ। र
बच्चाको खेलाउनेहरू पनि सबै यहाँनिर रहेछ हो। यसलाई पनि डिटोल पानीहरू लगाएर सबै साफहरू गरिदिएँ हो। अब त्यस्तै छ, काम त गर्नु पर्यो होइन, के त गर्नु। र बच्चा हेर्ने सजिलो पनि छैन, रातभरि पनि सुत्नु पाउँदैन हो। नानी बिमार छ मेरो चाहिँ हो। यही कारणले गर्दाखेरि के गर्नु अब, पैसा त कमाउनै पर्यो होइन। त्यसै यसलाई त स्टेरिलाइजर गर्नुपर्छ। यहाँ बत्ती बल्छ हो, र मैले चलाउनु सक्छु, यो नानीलाई पनि दुध दिनु सक्छु। यस्तो छ। त्यसको सबै सामानहरू यसरी राखिदिएको छु मिलाएर हो। यहाँ त अरू कसैको सामानहरू राख्नु पाउँदैन, राख्नु पनि दिँदिनँ म हो। अन्त त्यसलाई चाहिँ अरूसँग पनि हेमखेम हुन दिनु भएन हो। किनभने त्यसलाई अस्ति बिमार त किन भएको रहेछ भन्दाखेरि बेसी जस्तो उनीहरूको आफ्नो सन्तानहरूसँग हेलमेल भयो नि त होइन। त्यही कारणले हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ इन्फेक्सन भएछ। र इन्फेक्सन हुँदाखेरि त अहिले म मान्छेहरूदेखि चाहिँ एकदमै टाढा राख्छु नानी हो। खानापिना पनि अरूको ठाउँमा दिँदिनँ। त्यही भएर कस्तो लाग्यो होला तपाईँलाई आजको ब्लग।